चीनले रवि र बालेनलाई बधाई दिन किन ढिला गर्यो? पश्चिमा शक्तिको सत्यता यस्तो छ। जेनजी आन्दोलनपछि भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले झण्डै 2/3 मत ल्यायो। रासोपाले पूर्वदेखि पश्चिमसम्म भीषण जित हात पार्दै 182 सिट जित्यो, जुन नेपालको इतिहासमा सबैभन्दा बढी थियो। रासोपाले नसोचेको जित हात पारेपछि विश्वको ध्यान समेत खिचेको छ। रासोपाका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा शक्तिशाली सरकार गठन हुने भएपछि अन्य मुलुकहरूले रवि र बालेनलाई बधाई दिए। बालेन सरकारसँग काम गर्न आतुर रहेको सन्देश पठाए। भारत, अमेरिका, बेलायत, भुटान लगायतका मुलुकले रवि र बालेनलाई बधाई दिए। तर नेपालको छिमेकी मुलुक चीनले भने बल्ल तल्ल मंगलबार मात्रै बधाई दियो। चीनले रासोपालाई बधाई दिन किन ढिला गर्यो भन्ने विषय चासोको विषय बनेको छ। चीनले बधाई दिन ढिला गर्नुको केही कारणहरू पनि छन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारप्रति चीन असन्तुष्ट छ। सरकार परिवर्तनपछि नेपालमा तिब्बती गतिविधि बढेको चीनको आशंका हो। तिब्बती आध्यात्मिक नेता दलाई लामा नेपाल आउँदा अन्तरिम सरकारले भव्य स्वागत नै गर्दा चीन आक्रोशित भएको थियो। तिब्बतीहरूले नेपालको भूमि प्रयोग गर्न सक्ने चीनलाई डर छ। यसैबीच अन्तरिम सरकार तिब्बतसँग नजिकिन खोजेको भन्दै चीन रुष्ट भएको हो। फागुन 21 गतेको निर्वाचनमा कम्युनिस्टहरू पहिलो पार्टी भएको चीन हेर्न चाहन्थ्यो, तर रासोपाले जित हात पारेपछि चीन असन्तुष्ट बनेको छ। रासोपाको पछाडि पश्चिमा शक्तिको हात रहेको चीनको बुझाइ छ। रासोपाका नवनिर्वाचित केही सांसद एनजिओमा आबद्ध पनि छन्। त्यसैले चीनले रवि बालेनलाई बधाई दिन ढिला गरेको बुझिएको छ। अब भने चीन रासोपा सरकारसँग सहकार्य गर्न र सम्बन्ध बलियो बनाउन चाहन्छ। चीनले रवि र बालेनलाई बधाई दिँदै नेपाल चीन बीचको परम्परागत मित्रता, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाइने प्रतिबद्धता जनाएको छ। तर फेरि अब बन्ने बालेन सरकार पनि तिब्बत र अमेरिकासँग नजिक भएको खण्डमा भने चीन निकै आक्रोशित हुनेछ। यस विषयमा तपाईको प्रतिक्रिया के छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।